ओ बहिनी ओ हेलो भन त हेलो हेलो यहाँ हेलो भनिदेऊ ओके ल अंकित दाले नि हेलो भनेर ल हेलो हाई गाइज आज हामी मिसन आइल्यान्ड आएको छौँ म अनि कैलाश सर अनि त्यहाँ अगाडि मेरो दुईटा साथीहरू पनि छन् अनि यो चाहिँ यहाँको भ्यू हो है गाइज यो पछि चाहिँ विन्टरमा एकदम धेरै फ्रोजन हुन्छ अरे अनि आज चाहिँ त्यति भएको रहेछ यस्तो चिसो छ अनि यस्तो चिसो छ वेदर कति छ थाहै छैन मलाई मैले हेरेको पनि छैन म घरमा आज त वेदर राम्रै रहेछ घाम लागेको रहेछ भनेर आएको थिएँ तर यहाँ त लास्टै चिसो छ म एक्लै बोल्दैछु साथीहरू अघि छन् यो चाहिँ यहाँको भ्यू एमा माछा भयो त देखिन्छ होला है ला मेरो मोबाइल झर्ला नि फेरि मैले कसरी समातेको रहेछ यो चाहिँ यहाँको भ्यू हो ओ त्यो चाहिँ स्लिपिङ जाइन्ट यो चाहिँ स्लिपिङ जाइन्ट साथीहरू यहाँ छन् यतापट्टिबाट भ्यू चम्किलो घाम लागिरहेछ बट स्टिल यस्तो चिसो छ नि गई चिसो छ यहाँ I don't believe it. यहाँ यस्तो रहेछ बारेमा एक्सप्लेन गरेको रहेछ अनि यहाँ चाहिँ बुढाको रहेछ भने मेरो साउन्ड कस्तो आएको चिसोले गर्दा MJ यहाँ पनि लेख्दो रहेछ नि यस्तो नेपालतिर कहाँ कहाँ घुम्नु गएको अरू नदेखाउने गन्दा गन्दा चिज पनि छ लेखेको हुन्छ नि ओ कसले यहाँ पी लभ के पनि लेखेको रहेछ अलरेडी हेर त यो चाहिँ प्रतिभा लभ कैलाश हो होइन यहाँ जी पनि रहेछ कैलाश जी थपिदिएको रहेछ यहाँ धेरै कपालहरूले यस्तो लेखेको रहेछ नेपालहरूमा देख्न पाइन्थ्यो नि यस्तो कुराहरू यता पनि देखेको छ सानो यता 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 E+C MS के प्लस एस रहेछ हेर तिमी पहिला कोसँग आएको त्यो सानी यहाँ कैलाश प्लस सीता सरिता समिता सञ्जिता सङ्गीता अरू के प्रतिभा एन्ड कैलाश क्यामराम्यानमा मेरो हस्बेन्ड कैलाश सर हुनुहुन्छ भने म चाहिँ बोलिरहेको छु अनि यता देखेछ बाबा यो सबै नजारा छ नि कहाँको रे मिसन आइल्यान्डको हो यता देखेछ नि यता पनि राम्रो छ है यता मान्छेहरू हिँड्नलाई हो यो अनि हामी भर्खर यताबाट हिँड्यौँ अनि यता चाहिँ कति धेरै ठाउँको बारेमा एक्सप्लेन गरेको छ भने त्यहाँ म्याप पनि छ अनि त्यहाँ चाहिँ माउन्ट म्याकी छ भने यतापट्टि चाहिँ के रे बाबा त्यो स्लिपिङ जाइन्ट छ यतातिरको नजारा हो आज हाम्रो छुट्टी भएको कारणले हामी घुम्न आएको आइ एम सो ह्याप्पी कति थोरै नै काम हुन्छ म धेरै नै फ्री हुन्छु मलाई एकदम धेरै चिसो भएको छ एकदम धेरै चिसो यो मुक्तै खै कहीँ फ्रोजन भए जस्तो त देखेन साँच्चै मलाई बोल्न यति गाह्रो भएको छ यो कुरै छोडिदियो अलिकति थुक त कहाँ थुको अलिकति थुक अनि त्यो थुक जम्यो भनेदेखि भएर छ ल त्यस्तो नभन न मेरो धेरै चिसो भएर हामी फेरि ब्याक टु होम जाँदैछ धन्यवाद सिन्जु ओए हामी यता छौँ झ्याल खुल्दै गरेर छौँ है अर्को पोज चेन्ज प्लिज फर्क न बाबा सिन्जुले फर्क भन्दा त फर्किँदै रहेछ फेरि अर्को पोज चेन्ज गर्नु बाई बाई ओ यसलाई चिसो हुँदैन यस्तो लुगा पनि ल्याएको छैन भनेर बाई खै तिमीले किन छेकिदिएको वारिपट्टि यता यिनी रहेछ अनि यी पनि राम्रो रहेछ नि बाटो क्रस यहाँ खोला चाहिँ पुरै फ्रोजन भएको छ पानी पनि बगाएको छैन बाटोको नजारा हो है गाइस बेड पनि
यसो गर्नुपर्ने थियो नि हामी गाडीमा यसरी बस्छौँ अनि अनि अब हामी मिलिमिली बस्छौँ नि गाडीमा नि मिलिमिली बस्नुपर्छ ल बुढी सानी भएको कति धेरै फाइदा छ हेर न जहाँ पनि अट्दिने क्या म फेरि क्या खुसी छौ धेरै खुसी छ। जीवन सफल भयो मेरो। यता यत्रो बेड राखेर अनि फेरि यहाँ म अनि यहाँ तिमी आमा